दर्शकबिन नेपाल प्रिमियम लिगमा कार कसले जित्ला भन्ने उत्सुकता सबैले छ, किनभने कारका लागि नेपाली खेलाडीमा कडा प्रतिस्पर्धा भइरहेको छ। पहिलो संस्करणमा दिपेन्द्र सिंह ऐरीले कार जितेका थिए। यसपटक पनि दिपेन्द्र कारको दौडमा छन्, तर उनी सँगसँगै अरू खेलाडी पनि कारको दौडमा छन्। दर्शकबिन, यो भिडियोमा म कसले कार पाउन सक्छ भनी चर्चा गर्दैछु। भिडियो अन्तिमसम्म हेर्नुहोला। भिडियोमा कमेन्ट, लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गरिदिनुहोला। नम्बर 1 मा कार जित्ने दौडमा विनोद भण्डारी हुनुहुन्छ। उहाँले 264 रन हानेर हाइजेस्ट नेपाली ब्याट्सम्यानको सूचीमा हुनुहुन्छ। 111.39 को स्ट्राइक रेटमा उहाँले रन बनाउनु भएको छ। उहाँ कारको मुख्य दावेदार हुनुहुन्छ। दोस्रो नम्बरमा एज अ क्याप्टेन हाइजेस्ट रन रोहित पौडेलको छ। रोहित पौडेल हाइजेस्ट रन हान्ने लिस्टको 5th पोजिसनमा हुनुहुन्छ। यो सिजनमा उहाँले 226 रन हान्नु भएको छ। रोहित पौडेलको स्ट्राइक रेट कम भयो नि अबको फाइनल खेलमा यदि विराटनगरलाई हराएर फाइनल खेलमा जान सक्छ भने अब आउने गेममा रोहित पौडेलले राम्रो स्ट्राइकमा रन बनाउँछन् भने रोहितको कार जित्ने चान्स एकदमै हाई हुनेछ। अनि तेस्रो नम्बरमा दिपेन्द्र सिंह ऐरी हुनुहुन्छ। उहाँ अलराउन्डर हुनुहुन्छ। उहाँले 144.66 को स्ट्राइक रेटमा 154 रन हान्नु भएको छ भने उहाँले 8 वटा विकेट पनि ल्याउनु भएको छ। उहाँको 10 वटा उत्कृष्ट क्याच पनि छ। उहाँ ब्याटिङ, फिल्डिङ, बलिङ र क्याप्टेनसिपबाट एकदमै चर्चित पनि हुनुहुन्छ र एकदमै राम्रो खेल प्रदर्शन पनि गर्नुभएको छ। 4 नम्बरमा हुनुहुन्छ अविनाश बोहरा। उहाँले यो सिजन 2 को हाइजेस्ट विकेट लिनुभएको छ। 16 वटा विकेट लिनुभएको छ। उहाँले 7.73 को दशमलवमा 16 वटा विकेट लिएर अझै उहाँले फाइनलमा राम्रो प्रदर्शन गर्ने चान्स छ। त्यसकारण उहाँ पनि कारको दावेदार हो। यदि कार पाएन भने पनि उहाँले बाइक पाउने चान्स चाहिँ एकदमै धेरै छ। त्यसपछि 5 नम्बरमा सन्दीप लामिछाने। उहाँको पनि हाइजेस्ट सेकेन्ड विकेट छ। 4.96 4.96 को इकोनोमीमा उहाँले बलिङ गरेको छ। एकदमै राम्रो इकोनोमीमा बलिङ गर्नु भएको छ र 15 वटा विकेट ल्याउनु भएको छ। अझै उहाँको धेरै चान्स छ। अब उहाँले आउँदो म्याचमा राम्रो प्रदर्शन गरेर टिमलाई फाइनलमा लग्छ भने अझै उहाँको धेरै चान्स हुन्छ। यसैगरी बसिर अहमदको पनि एकदमै धेरै चान्स छ। उहाँको प्रदर्शनबारे पनि हामी सबैलाई थाहा नै छ। उहाँले पनि आउँदो खेलमा विराटनगर किङ्सबाट उत्कृष्ट खेल प्रदर्शन गर्नुभयो भने उहाँको पनि एकदमै चान्स छ। दर्शकबिन, तपाईहरुको नजरमा कुन खेलाडी कार जित्ला कमेन्ट गर्नुहोला। धन्यवाद।